वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। तपाईको अगाडि दिनुस् त यहाँ तपाईँ दुरो लेट्नु हो मलाई एउटा गरम पात त्यो पेन्सनको बेदिनुहोस् त दुरो यहाँ अब यो पानी राख्नु भएन पानी राख्नु पानी राखेपछि गरम पात्रमा जल राख्दाखेरि ओम पुष्प पनि राख्नु है ओम आज पुष्प ओम सात फेरि लगभग अन्दाज सम्प्रदाय यानी कहानी चपा बंदर मंत्र कीर्तन तानी सर्वाणी यही गाइला मात्र गाउनु यानी कहानी चरणको प्रदक्षिण पदे पदे छोड्दै ल अब छैन हामीलाई यी यता मैले गाइदान गरे उहाँले नै गरे भइहाल्छ मा बस्नु भइहाल्छ यो गाइदान उहाँले एकै दिन दुई संग्रहित पुण्यकाक्ष पुनातोस्य ब्रह्मा वैंतस्य ओम पुण्यकाक्ष पुनातोम पुण्यकाक्ष पुनातोम समावेशे भूव भव्य समस्तम अस्मानन्ता तन्माता परमात्मा हसित परमात्मा बाहुबाजी दुनिया वै जिजु सपत्रिक नाम दशत संज्ञा कवि विशेष पूर्वकांत फुल चन्दन अक्षताले त्यहाँनिर विष्णुदेवलाई चाहिँ यसो पूजा गरिदिनु चलाइदिने एकान्त फलफुल पनि ल्याएर राख्नु गजब विष्णुदेव ब्राह्मणहरूलाई माग्नु छ त्यो भित्र ओम ज्ञानी कानी च पापनि जन्म अन्तर्गत दियो चढे ओम शुभम बन्धु कल्याण आरोग्य शब्द जल दिएर फेरि सङ्कल्प गर्ने कृष्ण जल दिएर सङ्कल्प गर्ने हरि ओम सदर शुभको समातम अदेह गौतम गोत्राय अस्मन् नमः माते त्रिपितमहि प्रपितमः पायामा अमुक काम नाम रसायनी अस्मन् नमः नाम नमः परमात्मा मेद परमात्मा अमुक सर्वणे समुद्रिकं नदी
सर्व फर्किएर हात जोड्नु फैलियोस् फैलियोस् नारायण ए हजुर अमर सुखमा आउनुभयो Barma bicara sara para madam jaga व्यापी गीला पुनिदिनु है माधव जगत व्यापी भयदम जड्यान्त कार पारमस्ति स्मृतिका मालिक वेदन्ते पद्मासने संस्कृतं वन्दे त्यो अर्को थाली हालेको सरदम एउटा मलाई दिनुस् ल एकगुलो पूजाले मलाई अझै त चाहिँदैन ल सब सुनिनुस् पहिला चाहिँ हामी बरणी बसी टीका लाम है टीका लाउनु पर्यो नि अर्को त छ होला नि ए वहाँ माथि उसमा छोपी त्यसमा अंकुश मुद्राले छोएर मन्त्र पढी आफ्नो पात्रको निर्माण गर्नु पर्दछ वन्दनस्य महपुण्यं माइती बस्नु नि किन हो बस्नु बृहस्पति गुरु मिथुन कर्कट राशि में बृहस्पति गुरु गुरु साया नारायण पूजा कर्म आरंभ गरे ओम मैरगाय नमः ओम वायुगाय ओम ऐश्वर्याय नमः ओम समदाय समदा सत्याय नमः ओम ब्रह्मसाय नमः ओम तमसाय नमः ओम शिवाय नमः ओम ज्ञानाय नमः योगाय नमः वशिष्ठ प्रभाय नमः वायु सत्याय नमः अनुग्रहाय नमः ईश्वराय नमः भगवते विश्व विकल फलम अब कुछ चढ़ा दे ओम विदेश्वर ओम तीर्धलम त्रिगुणकारम त्रिनेत्रम तीर्थयुधम त्रिपापम जन्म संहारमे बिलपत्रम हरि
वडा नम्बर 13 स्थित भद्रकाली मन्दिर पुण्य यसलाई कपाल फालेर पठाइदिनु पर्यो कपाल फाल्न पठाइदिनु पर्यो पहिला नानी यता फर्कम लाग्दैन लौ न यो उस थर्नु हातमा त्यो सर्साउने रहेछ गभर्नमेन्टले त्यस्तो
अब पुष्पमाल्यम फुलका माला फुलका माला भनेको भगवान अनि मैले खिएर खानी हो त यसरी गुरुले खाँदै निकाल्दियो सुन्नुभयो सुन्नु सुन्नु छोड्नु बडा गुरुको नाममा गरिदिनुहोस् के भयो ल गौदानमाहं करिष्यम् ओम नमो भगवते एकचोटि फुच्चा नमो भगवान् श्रीमद् नमः ल त्यो गाईलाई पर्खानु है पर्खानु अझै के हातमा जलिनु अझै यानी कानी चपा पनि जन्मन्तर कितानी च तानी सर्वाणी नसेन प्रदक्षिणी पदे पदे कति छैन यो त्यो घिसार्नु छ घिसार्नु मलाई है उसाल्नु ल ल दाइ समात्नु होइन यो त हैन होइन गुरुले विशेष भवतु भवतु ओम शान्ति 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 हैन के त गर्छु भन्दिनु हजुरको कपडा फेर्नु भाइ होसी न म त यता चित्त खादै जौतिल पानी छल्छ अझ खुवाउनु है छ पञ्चकव्य खुवाउनु भएको आमालाई मैले खाना दिएको आमालाई खाना भएको पञ्चकव्य अघि खुवाउनु भयो सामान राख्ने माधवाय नमः स्वाहा केशवाय नमः स्वाहा औषधाय नमः स्वाहा गोविन्दाय नमः स्वाहा ढोग्नु पनि मेरो रोग व्यथा सबै निष्क्रोस भनेर भन्ने गुरु एकछिन उताको स्टाफ गरेर यो गर्नु होइन हुँदैन अब यहीँबाट घरिघरि हो उता जुम गरेर तान्नुहोस् है यस्तो भयो क्या अब उहाँ बस्नुहोस् मेरो रोज भइमै राखिदिनु त्यो पैसा उचालेर राख्नुहोस् बाहिरपट्टि बाहिर जान टाउको बाहिर निकाल्नुहोस् हात शैलीको आज पुण्य 84 तिथिमा हामी चाहिँ यो पूजाको आयोजना गर्दैछौँ उहाँको तुलादानको कार्यक्रम हुँदैछ भव्यताका साथ अथवा यो 84 पूजाको कार्यक्रमको सबै समावेश भएर हर्ष उल्लासका साथ पुण्य कमाउनु भएको छ यो पुण्यका प्राप्तिका कारणले तपाईँहरूको परिवारमा यो चिजकुमारीको परिवारमा नाति नातिना छोराहरूमा सुख शान्ति समृद्धि छाओस् हामी
सबैको कामना हेर्छ केहीमा निकाल्नु त आमालाई नि हेर्नु है लोड एउटा केमा निकाल्ने एउटा पैसा भन्दा बढी भनेको त पुग्ने हुन्छ है अब अलि कम बनाउनुहोस् र आमाको हातमा दिनुहोस् र आमाले यहाँ हाल्नुहुन्छ आमा यसरी दुई आफैले हात आफ्नो हजुरले अनि यो बोरा बनाउनुहोस् है बराबर हुनु पर्यो यहाँ कम बनाउनुहोस् र है आमाले जोखे यो त धेरै बोल्नु होइन यहाँ हाल्दै छ बिस्तारै हाल्नु त कम नगर्नु ल पानी लिनु हरि ओम तसा 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 विष्णु माइला कता गयो माइला हरि ओम तसा भद्रकाली कति हालेको रे आमाले यसलाई चिर्नु पऱ्यो खोइ त चिरेर गर्ने चिरेर यो आमाले कुर्सी केले दीपाय नमः ओम स्थिरो भव वीरमंगा सुर भवारि जवन वीरसुर भव सुसदस्तमंगे पुरुषवाहनम नमस्तंताय सहस्रमूर्तयो सहस्रपादा शिरोर्भावे सहस्रनाम्ने पुरुषाय शास्त्रे सहस्रकोटि युगधारिणे नमः शुभम भवतु पाल्दिएसी हुन्छ कपुरले आफै सम्हाल्छ बस भयो उ त पल्लोमा ल अब यो पहिला जेठो छोरा आमा सक्नुहुन्न घुम्न आमालाई यता साइडमा राख्नु यो जेठो माइलो कान्छाले टाउ कहाँ लिने अनि आफ्नो आफ्नो घुम्न पर्यो लाकै बत्ती हेर तिलको तेला एकपल्ट भयो हुन्छ खिची डाल एकछिन त्यो कटर त्यहीँ हुँदैन नि त्यो पग्ला लिनु त्यो घिउ त्यहीँ हुँदैन त फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला आज राति कृष्णजीको झुला हेर्न जाने आज राति कृष्णजीको झुला हेर्न जाने 1600 गोपिनी र कृष्ण साथमा लाने एक कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला एक कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला
होइन यो एकचोटि चाहिँ हेर्नै पर्छ जुन पनि नयाँ काम आउँछ भने पहिला चाहिँ एकचोटि हेर्नै दुई फेर भयो अब एक फेर पुराउनु पर्छ एक फेर तिन फेर पुराउनु परेन टपरी भरि सामान राख्नुहोस् त गुण पात्र हजुर हजुर अब तपाईँको औँठी खोल्नुहोस् ल अब औँठी पाउनुहोस् है औँठी खोल्नुहोस् र जलसा मात्र भएन छोडिदिने गाठै बोकाउनुपर्छ भने छैन है हामीले बेरु औँठी लाग्यो भने सबै तन्काएर फालेर अब पानी समय बर्बाद गर्छ ओम कायन वाचा मन्त्र बा बुद्धियत मनावा परिचित अब छोड्दिनु भएन अब हातमा फुल बाचा त लिनुहोस् ल अब आमाको 84 पूजाको लागि सबै देवी देवताहरूलाई निमन्त्रणा दिएर हामीले पूजा अर्चना गर्यौं हामीले जसरी पूजा गर्यौं हजुरहरू प्रसन्न भइदिनुहोस् हाम्रो पूजा समापन भयो अब सबै देवी देवताहरू आफ्नो आफ्नो ठाउँमा गइदिनुहोस् भनेर यसरी हातले देखायो हामीले बोलाएको बेलामा यसरी नै दर्शन दिनु होला अहिले ल बिदा ल अब नगर्ने भगवानको नाम जप्ने हजुरले चाहिँ नि एउटा चिज छोड्ने भनेर हामीले प्रतिज्ञा गर्यौं तपाईले चाहिँ नि अब मासुमा परिया नखानु होला अन्नमा चाहिँ नि गद नखानु होला है त गद नखाने केन बद्धो बलिराज दान विद्रो महाबल तेना त प्रतिबन्धना रक्षामा चलामा चल दान राजबल बाल दशकरके खेती सरी बाँकी विचरण चवनित्र बर्मा मुराद केन्द्रकारी भानुसती भूमि सुतु बुध सुगुध सुख शनि राहु केतवा सर्वे ग्रह शान्ति कर भवन्तु सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामः सर्वे भद्राणि पश्यन्तु मा काशि दुःख भाग भवेत् ओम शान्ति शान्ति कहाँ फसिनु 30 वर्ष भयो बुढे मन्दिरको विषय घरका नाम सबै छोरा बुहारी खोइ छोरा बुहारीहरु खोइ
सबल सन्तुलन दानपाल बलिबाद त्यसरी मानिस रक्षा भरमामगारी तीर्थकारी भानु सचिव भूमि सूत्र सञ्जाहु कृपा सर्वे ग्रह शान्तिकर भवन्तु सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामः सर्वे भद्राणि पश्यन्तु नाकाशे दुःखभाग भवेत् होइन त पण्डितले पछि दाना त पर्छ क्या अहिले त आन्टी फुला छेता अब म गार्दिम गुरु डिलेट भएन के अलि ए ब्लेड हैन हैन त्यो ध्वजा ध्वजा ए पहेँलो ध्वजा के अब धुती लाउनु पर्छ तक्लिया ओम नमस्ते भान्जाभन्दा आखिरी प्रतीक पनि आछाले कि यहाँ कतममा पनि भन आछ देखेँ मैले हुन्नै भनेर
अर्को दिन चाहिँ घाम गइसक्यो भने सुटिङमा त घाम गइसक्यो अब क्यामेरा उता सेन्टरमै छ नि हैन सेन्टर त सेन्टरमा हो त्यसले पर्ने चाहिँ छुट्टी समातेर अनि यो मुख हटाउन छिटो गर छिटो तिम्रो ढिला सुति नगर्देऊ त काम धेरै छ जन्मदाखेरि सबै पस्छ जब ठुलो हुँदै गइन्छ मान्छे बोल्छ होइन पहिला नबुझ्ने गरी बोल्छ पछि बुझ्ने गरी बोल्छ दिज भन्न नमिल्ने मान्छेको चेतनामा नआइपुगेको भनेर बुझ्नुहुन्छ यो कर्म सानैमा गरिन्छ गर्नु त हाम्रो त्यस्तो चाहिँ अब नबनाएको है के भनेको छ भने जन्म जाति सूत्र संस्कार भनेको छ संस्कार गरेपछि दिज भनेको बाहुन जस्तो भयो सचेत भयो मतलब सबै कुरो चल्ने भयो कि जन्म सबैले पाइन्छ कसरी पनि पाउँछ खान कसरी पनि खान्छ खाने कुरामा फरक होला है हाम्रो जस्तो चेतना हुँदैन त्यसैले यो चेतनालाई थप विकास गर्नको लागि वर्तमान गर्नु संस्कार हामी संस्कार भएन भने त्यहाँ फेरि ब्रह्मा विष्णु महेश्वरको नमस्कार होइन त्यसरी होइन पहिला घाँटीमा मात्रै घाँटीमा मात्रै पहिला माला चाहिँ तपाईँले अगाडिबाट साथ दिनुहोस् तपाईँले अगाडिबाट साथ दिनुहोस् ए रामदाई पनि यही हुनुहुन्छ रहेछ दाइ नमस्ते नमस्ते अगाडिबाटै म त भोलिले अहिले बल्ल ए हो तीनटा हमला पुरै हात फैलाउनु यसो गर्नु यस्तो अगाडिबाट पनि हात लामो गराउनु यस्तो यस्तो मतिर आफूतिर फर्काउ आफूतिर तिमीले पनि त्यही गर्ने तिमीले पनि त्यही गर हल्ने भएन बामा मलाई चामल निरञ्जन भिक्षा दिनु
स्वाहा तिनीहरू भागेका हुन् कि घुमेका हुन् बुढो बाबालाई दुःख नदेऊ यार मामालाई त्यस्तो यहाँ हाल्नु नि तपाईँले नि अरूलाई चाहिँ हाल्यो नि आफूले यता बाबुहरूलाई छिटो लगाइदिनु लाग्यो के बाबुहरूलाई के छोराहरूलाई त्यो जग्गा दिने त Thank you.